भन्छ अरे विडाल टेस्ट कसरी गरिन्छ भन्ने चाहिँ प्रिपरेसन गरेर देखाइदिन्छ है मलाई। यसलाई भन्छ विडाल स्लाइड भन्छ, कार्ड भन्दैन। कार्ड भनेको पेपर हुन्छ होइन, यो त ग्लास नभएकोले गर्दाखेरि यसलाई स्लाइडै भन्छ है। यसमा चाहिँ 6 वटा सर्कल हुन्छ अनि सबैमा लेबल गरे हुन्छ है। अनि पिसी भनेको पोजिटिभ कन्ट्रोल, एनसी भनेको नेगेटिभ कन्ट्रोल है, एएच बिएच ओ र एच भनेर सबै एन्टिजेनको नाम लेखेको हुन्छ है। अब हामीले सबभन्दा पहिला के गर्नु पर्यो त, एनसी नेगेटिभ कन्ट्रोलमा हामीले के गर्ने, नर्मल स्लाइन अथवा डिस्टिल वाटर 1 ड्रप राख्ने, सम्झ है। त्यस पछाडि पिसी भनेको ठाउँमा हामीले पोजिटिभ कन्ट्रोल यसरी पहिल्यै आएको हुन्छ अलरेडी है, त्यो पोजिटिभ कन्ट्रोल राख्ने हो। तर हामीसँग पोजिटिभ कन्ट्रोल छैन, सिद्ध्या छ होइन। अब अर्को आयो भने तिमीहरूले हेर्न पाउँछौ, अब मगाइरहेको छ होइन। अब के गर्ने त, यो पिसी चाहिँ हामीले पोजिटिभ कन्ट्रोललाई पिसी लेखेको सर्कलमा 1 ड्रप राख्नु पर्यो है। एनसीमा हामीले नर्मल साइन राख्यौँ, पिसीमा अब पोजिटिभ कन्ट्रोल राख्ने, त्यसपछि अरू 4 वटा सर्कलमा चाहिँ हामीले के गर्ने, प्यासिनको सेरम राख्ने 1 ड्रप। ल अब त्यसपछि के गर्ने, हामीले जे लेबल गरेको छ, एएच लेखेको ठाउँमा एएच, बिएच लेखेको ठाउँमा बिएच, ओ लेखेको ठाउँमा ओ र एच लेखेको ठाउँमा एच एन्टिजेन हामीले राख्नु पर्यो है। सबै यसमा नि लेबल गरे हुन्छ, यहाँ पनि लेबल हुन्छ। एएचको ठाउँमा एएच 1 ड्रप, BH O को ठाउँमा हामीले O र S को ठाउँमा H। अब यो सबै सर्कलमा हामीले यसरी आफ्नो आफ्नो लेभल अनुसारको राखी चाहिँ अब पिसी र एनसीमा पनि हामीले के गर्नु पर्यो, ओ एन्टिजेन राख्नु पर्यो। ओ अथवा एच राखे हुन्छ, ओ एन्टिजेन राख्ने है। जस्तै 1 ड्रप यसमा पनि यहाँ पोजिटिभ कन्ट्रोल छैन, म छ भनेर सोच है। ल अब त्यसपछि हामीले के गर्ने, ल यहाँ फाली पो दिएछ दुर्गाले, एकैछिन मैले भाँचेर राखेको थिएँ हेर। ल अब सबैवटा सर्कलमा के गर्ने, यसरी स्टिकले मिक्स गर्ने है। पिसीमा पनि मिक्स गर्यो, एनसीमा पनि यसरी मिक्स गर्यो, अब एएचमा पनि डिफ्रेन्ट त्यो एउटै गऱ्यो भने त थाहै हुँदैन के को रिजल्ट के हो भनेर है। बिएचमा पनि यसरी नै गर्ने, ओमा पनि अनि एउटै स्टिक युज गरे पनि यसरी साइडबाट यसरी गर्न मिल्छ, तर टच हुनु भएन एकअर्कासँग है। अब त्यसपछि के गर्ने, 2 मिनटसम्म हामीले यसलाई रोटेट मिक्स गर्ने यसरी है। अब यसरी मिक्स गरेपछि पछि चाहिँ के आउनु पर्यो त, एग्लुटिनेसन आउनु पर्यो है। एग्लुटिनेसन चाहिँ जस्तै पोजिटिभ कन्ट्रोलमा हामीले अलरेडी पहिला पोजिटिभ सेरा भएकोले गर्दा त्यसमा आउँछ होइन। नेगेटिभ कन्ट्रोलमा त हामीले नर्मल लाइन मात्रै राखेको छ, त्यसमा आउँदैन। अब त्यही अनुसार एग्लुटिनेसन यहाँ जुन पोजिटिभ कन्ट्रोलमा जस्तो आएको छ नि, त्यही अरूसँग कम्पेयर गरेर हेर्ने। पोजिटिभ कन्ट्रोलसँग म्याच गर्यो भने त्यो पोजिटिभ भयो, नेगेटिभ कन्ट्रोलसँग म्याच गर्यो भने नेगेटिभ भयो। अब कुन आउँछ त, एएचमा आछ कि बिएचमा आछ कि एचमा ओमा केमा आछ, त्यही अनुसार टाइफी पाराटाइफी छुट्याएर रिजल्ट गर्ने है। ल अब यसमा छैन हामीसँग पोजिटिभ कन्ट्रोल, त्यही भएर देखिँदैन। तर पोजिटिभ कन्ट्रोलमा आएको छ भनेपछि त्यही अनुसार कम्पेयर गर्ने हो, हेर्ने हो। यो हाम्रो स्याम्पल चाहिँ नेगेटिभ भयो है।